नमस्कार दर्शक महानुभावहरू, फेरि पनि नयाँ भिडियोमा स्वागत छ। आजको भिडियोमा पनि हामी खेल सम्बन्धी भिडियो लिएर उपस्थित भएका छौँ। आजको भिडियोमा नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा विश्वकप लिग 2 सिरिजमा भिड्दै यसको बारेमा जानकारी लिएर आएका छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला र च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। स्कटल्यान्डमा आइसिसी एक दिवसीय विश्वकप लिग 2 सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ। हिथ्रो विमानस्थलमा बिहिबार बिहान माया इभेन्ट्सका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरे। परीक्षा भएका कारण कप्तान रोहित पौडेल भने 17 तारिक मात्र बेलायत आइपुग्ने पाण्डेले बताए। माया इभेन्ट्सले शनिबार ती खेलाडीको सहयोगार्थमा लन्डन साउथ हेरोको नेवा छेमा च्यारिटीमा डिनर गर्ने तयारी गरेको छ। निर्देशक पाण्डेले च्यारिटी डिनरमा आएर खेलाडीलाई सहयोग गरिदिन सबैमा अपिल गरेका छन्। स्कटल्यान्ड जानु अघि नेपाली टिमले लन्डनमा 2 दिन आराम गर्नेछ र एमसिसी, कार्डिफ युनिभर्सिटी, ग्लास्टर लगायतका खेलाडीहरूसँग केही अभ्यास खेल खेल्ने कार्यक्रम छ। स्कटल्यान्डमा आइसिसी एक दिवसीय विश्वकप लिग 2 सिरिजमा राम्रो नतिजा लिएर फर्किने उपकप्तान दिपेन्द्र सिंह ऐरीले बताए। नेपाली टिमलाई पहिला जस्तै सहयोग गरिदिनको लागि बेलायतवासी नेपालीहरूलाई उनले आग्रह गरेका छन्। नेपालले लिग 2 अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डसँग जुन 2 देखि 10 सम्म सिरिज खेल्नेछ। नेपालमा पनि 2 महिना अघिबाट तयारी गरेका छौँ। यहाँ पनि प्र्याक्टिस गर्ने प्रशस्त समय लिएर आएका छौँ, ज्ञानेन्द्र मल्लले भने। आफूहरू पूर्ण तयारीका साथ आएका छौँ। स्कटल्यान्ड जानु अघि युकेमा अभ्यास गर्ने पर्याप्त समय भएकाले ठूलो सहयोग हुने सन्दीप लामिछानेले बताए। लिग 2 सिरिजपछि नेपालले ती देशहरूसँग T20I सिरिज पनि खेल्नेछ। उक्त सिरिज जुन 15 देखि 20 सम्म सञ्चालन हुने जनाइएको छ। टोलीमा दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् भने कुशल पुर्तेल, आसिफ शेख विकेट किपर, गुलसन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, वासिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन्। T20I सिरिजका लागि थप किरण कुमार ठकुन्ना, रूपेश सिंह र लोकेश बम छानिएका छन्। तपाईलाई के लाग्छ, हाम्रो नेपाली टोली फेरि पनि लगातार जितको साथमा फर्किनेछ या पहिलाको जस्तै समस्या लिएर हार बेहोरेर फर्किनेछ? यहाँहरूलाई के लाग्छ? यहाँहरूलाई लागेको जिज्ञासाहरू कमेन्ट गर्न नबिर्सिनुहोला र च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। फेरि हामी अर्को नयाँ भिडियो लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। जय देश, जय खेल जगत।